आजको चाहिँ अघि भिडियो बनाएको है अनि मल सँगसँगै मेरो केस पनि त्यस्तै हो भन्नुहुन्छ के बराबर भयो के बराबर भयो अरे सेतै सेतो भयो फुलिहाल्यो त्यस्तै हो के गर्ने काम गरे मान्छे हो कोही बेला फुल्छ मेहन्दी लाउनु चलन छैन शरीर लायो त्यति हो बोतल पनि यहाँ छ राखेर उठ्को पारिन्छ त्यहाँदेखि काम गरिन्छ त्यस्तै हो धान काट्ने बेला भयो घरमा त हुन्छ हाम्रो अब गाउँतिर अब त्यस्तै हाम्रो अनिल भाइ पनि त्यस्तै हुन्छ सँगसँगै छौँ हामी उहाँसँग एउटै ड्युटी हो हाम्रो बराबर छ ड्युटी त्यस्तै हो ल राम्रो धन्यवाद यति हो भन्नुपर्ने के गर्नु भाइ अब ठिकै छ अरू केही छैन तपाईँ हाम्रो जिन्दगी यस्तोमा जानेर छ के गर्नु त्यस्तै हो कृषक मान्छेको के गर्नु खेतीपाती गऱ्यो धान उठायो अब धान काट्ने बेला भयो तर यसो पानी परेर धेरै पानी परेर हजुर भयो धान लड्यो पहिलाभन्दा अलिक कम होला ठिकै छ पराल पनि अब त्यस्तै हो हुन्छ होला ठिकै छ ल ल धन्यवाद भाइ साहब ल नमस्कार हानु नि त ठ्याक के गरेको दाजु के गरेर भाइ कृषि भइयो कस्तो पारेको छ मल सोर्दैछु अरू अब के गर्नु यस्तै नगरे हुँदैन बस्तु पारेर चाहिँ राम्रोसँगले खेतीपाती राम्रो हुँदो रहेछ त्यसको लागि हो हेर्दाखेरि एउटा भैँसी र गाउँ गोरु छ त्यति हो त्यति नै हो त्यतिको मलाई यत्रो भएको के चाहिँ गर्नु त अनि यस्तै मल अस्ति बर्खा त्यही भएर के गरे भाइ यस्तै हो जिन्दगी गाउँमा बसेपछि यसरी जीविका चलाउनु परेको छ बस्तु पालिन्छ त्यही हो पारा ठिक छ भाइ साहब ठिक छ होइन नाम चाहिँ के हो नि तपाईँको नाम चाहिँ मेरो दीपक दर्जी भन्छ लगायत परिवार पनि हो खासै तपाईँको पेसा चाहिँ के छ त नि मेरो पेसा भने कृषिमा जाने हो कृषकमा के धान खेती गर्ने उता के अरे कोदो मकै त्यस्तै हो त्यस्तै छ है भाइ हाम्रो दीपक दाई चाहिँ यहाँनिर अहिले तल्लो सिम्पानीमा चाहिँ आएर यहाँनिर गाई बस्तुको मल छोडिरहनु भएको छ अस्ति बर्खामा चाहिँ राखेको थियो यहाँनिर कान्नाको घाँसपात खुवाएर चाहिँ कुहिएको मलहरू चाहिँ यहाँनिर अहिले प्रयोगमा ल्याइरहनु भएको छ यसरी भार लाएर राख्नु भएको छ ल धन्यवाद छ है दाजुलाई वेलकम ल ल ल ल ल वेलकम टु भक हामी चाहिँ अहिले मल सोध्दै गरेको मल चाहिँ यस्तो छ ल चाहिँ यहाँ छ हाम्रो कुनामा र कता हौ सकिन कता हुनुहुन्छ छिटो आउनु अरे यहाँ थिच्नु भनेको अनि आएको छ यहाँ गएको अब धेरै आधी पारियो अब छ अलिअलि आएर आएको कति राम्रो तपाईँ चाहिँ घरै हुनुहुन्छ अहिलेसम्म आज भटाबस कटाइ हुँदैन होला भटाबस यस्तो कोही काट्नु अब कोही भएको ठाउँमा लाऱ्यो भटाबस धान लडेर कति लिएर आउनु अरे डोको ए डोको पनि लिएर आउनु अरे ल ल ल ल ल अब हामी सकिन हस् राखिदिनु कतिखेर आउने के आएको आएर एक दुई पर्सेन्ट त बोल्नु नि त यता उतो मोबाइल त्यहाँ छ क्या यता यता आउनु यहाँ काम गर्नु के हुँदैछ नमस्कार हो अनि मलाई भनौँ न त्यहाँबाट नबोलिकन के नमस्कार दुई हात जोडेँ भनौँ नमस्कार हाम्रो यहाँ अनिल भाइसँग हामी चाहिँ भयो ट्याक्क टुक्क मल सोध्दैछ उहाँसँग हामी दुईजना भएर यस यस्तै वस्तु पालेपछि के गर्नुपर्छ खानु पर्यो सबैलाई हामी तपाईँ अहिले हो
यसरी तपाईँहरूले पनि दुःख गर्नुपर्छ तपाईँहरूले पनि हाम्रो भाइ जस्तै हो हो होइन म जस्तै भनौँ न तपाईँ म जस्तै उहाँसँग यस्तो कृषक भएपछि यसरी चल्नु पर्यो गाउँघरमा बसेपछि यसरी चल्नु पर्यो चल्नु पर्यो चलेन भने अर्का आश नगर्ने आफू यसरी खाने यसरी बस्ने यसरी मल सर्ने ड्याङ ड्याङ खडेर मलले तान्छ र उता घरिघरि मै यसो गर्ने यहाँबाट गोरु पालेको छ भैँसी पालेको छ उहाँलाई पनि त्यस्तै हो खेती हुन्छ मजाले मल लगाएपछि हो ल हाम्रो मिलन भाइले राम्रो गर्नुभएको छ मिलन भाइ अब ए हाम्रो दाइ चाहिँ भन्दा भन्दै अलिक हाडबिनाको जिब्रो यस्तै हुन्छ है घरि के भन्नुहुन्छ थाहा छैन ल त्यस्तै हो हाम्रो भने काम यस्तै छ दिपक दाइ एकदम राम्रो काम गर्नु भएको छ है गाई छोरी हेर्नु ल ठिक छ नि त दाजु बसिरहेको अनि हाम्रो बल चाहिँ पानी ल्याउने हुन्छ हेरौँ है त अब ल्याउने हुन्छ पानी कहाँबाट ल्याउने हुन्छ घाम लाग्यो 12 बज्यो है 12 त बज्यो बज्यो अहिले के भन्नु थाल्नुहुन्छ फेरि तिमीहरू भिडियो मात्रै बनाइराख्नु भने के भन्ने उहाँहरू नै पानी लिएर आउनु भएको के भन्ने हुन्छ रिसिएर के बोल्दै हुन्छ अनि बुढो भएपछि घुँडाले हुँदैन भन्छ नि अब के गर्ने अब समस्या पर्ला जस्तो यता पानी लिएर आएको ए ल आइजा ल पानी खाऊ लु खाऊ बाबु अरू त के गर्नु र बिहानदेखि 1 बजीसम्म काम गरेर चाहिँ अघि नि बिहानै खाजा खायो अब हिँड्ने उकालो अहिले हेर त फेरि के